चाचा जी का नंबर क्यों चाहिए? त्यो नदेऊ हड्डी छ खाँदैन त्यो अड्काउँछ मतलब हम जो ऐशो आराम की जिंदगी जी रहे हैं वो सारे पाप की कमाई के पैसे हैं ये सोचकर घिन आती है। अरे मैम खाऊ भन्दा मान्दैनन् मैं वही करूंगी। पता नहीं वो कैसे ये बात जान गए और उस लड़की को मारी डाला सर। नाकालाई खाऊ 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 अड्किन्छ है हड्डी भाइले हड्डी अड्काउने भइहाल्यो नि भयो अब नखाऊ अर्को माम खानु पर्यो तिम्रो भोका मरिरहेको खाऊ जो न तिमी चाहिँ खान्छ नि क्या बच्ची को शहर देकर मार डाला। जानवरों से भी मत डरो। तेरे साथ सोने के बदले उसने मुझे फंसाया, इसलिए वो मेरे हाथों क्यों नहीं मरी यही सोच रहा हूँ। कितनी गंदी सोच है तेरी। खुद को अच्छा साबित करने के लिए खाऊ न भन्नु छिटो ओए सिंघम, ओए पूरे बसेर देश खाऊ में बहुत से राजनेता केही हुँदैन मेरे लिए उतिने काम मलाई कर रहे हैं। त्यो बाउलाई तानिदिनु पर्ने तेरा कुछ नहीं बिगाड़ पाएगा। हाले ऑपरेशन डी और दाऊद भाई है, ये मैं जानता। सर आरुष भन त कहाँ रहेछ रे घाउ कहाँ कुन ठाउँमा रहेछ कहाँ रहेछ घाउ चाहिँ कस्तामा यहाँ पनि रहेछ ए अनि अरू कहाँ रहेछ ए अनि कहाँ निको भएछ कता निको भएछ है भएन त कहाँनिरको चाहिँ निको भएछ कहाँको चाहिँ निको भएन कहाँ माथिको चाहिँ कहाँनिर रहेछ ए कत्रो रहेछ घाउ चाहिँ देख्यौ ए अनि के कस्तो रहेछ त बिरामीको अवस्था बाटोमा ठोकेको अनि के भन्यो त बिरामीले दुख्छ अरे घाउ कि दुख्दैन अरे दुख्दैन अरे ए अनि अनि यहाँ काँधको ठुलो रहेछ कि घुँडाको ठुलो रहेछ त आरुष यहाँको घाउ ठुलो रहेछ कि घुँडाको ठुलो रहेछ त ए अनि के सेतोपट्टि बाँडेको रहेछ ए अनि डाक्टर आयो कि आएन आरुष आरुष ओ आरुष अनि डाक्टर आयो कि आएन अरे डाक्टर आउनु भयो कि आउनु भएन अरे कहिले ए सिस्टर आउनु भएको अरे ए तिमीले नि देख्यौ कि सिस्टरलाई तिमीलाई सुई हान्न आउनु भएन ए काकालाई चाहिँ हानेको रहेछ कहाँ हानेको रहेछ निकै साह्रै रहेछ न बिरामी ए अनि के खानापिना खानु हुँदो रहेछ कि रहेछ ए के गरेको सानो यो के हो जिङ्गलाला ऊ भनेको मै हुँ के गरेको यो हमारे में ऐसा ही होता है क्या हमारे में ऐसा ही होता है क्या होता है तेरा मुख होता है अबे हजुरको मुख हुन्छ है मेरो मुख त्यहाँ हुन्छ लु बनाऊ त मेरो मुख कस्तो रहेछ ओके हुन्छ ल नरिसाइस है हुन्छ रिसाउँदैन
म त हेप्पी हुन्छु नि अनि किन रिसाउनु जिस्काएर भयो ल त्यस्तो नराम्रो चाहिँ नबोल है मेरो लिए जिस्का हो जिस्का गाउँभन्दा ठुलो मान्छेले जिस्काउन मन लाग्छ बेबी भन न हौ छिटो ओइ आरुस आरुस ओइ कुरो गर न मसँग क्या अनि भन न के जति सोध न म त्यसको एन्सर दिन्छु नि तिमी के भएर राम्रो भएको के भएर क्युटी भएको तिमी त्यो गरेर के हुन्छ तिमी किन सानो सानो टुक्रा बनाएको भनेको क्या त्यो के साफ गरेको साफ गरेर के हुन्छ साफ गरेर के हुन्छ पेन्सिल तिखर हुन्छ तिखर हो भने के हुन्छ राइटिङ हुन्छ राम्रो पेन्सिल भएर राम्रो अक्षर हुन्छ अनि यस्तो गुला अक्षर हुँदैन यो सानोको जस्तै अब मैले त्यस्तो नराम्रो लेख्छु राम्रो अक्षर हुन्छ राम्रो पनि लेख्न आउँदो रहेछ त अनि किन अनि कपीमा चाहिँ टङ्ग्याएको त मैले बोलेको छुइनँ छैन हो छैन राम्रै भनिरहेको छु मैले हजुरलाई नि बेबी आरुस हजुरलाई के गर्न मन लाग्छ चकचक गर्न मन लाग्छ कि पढ्न मनपर्छ देख्दैन अलिक पर गर 14 अलिक पर गर 15 मलाई 20 पल्ट गर्नु लाग्यो होइन छिटो 16 17 19 17 19 17 19 छिटो न 20 छ 2 पल्ट न अझै आयो ल स्टार्ट 1 2 3 गो in mango you can go I am sorry ka pakari घण्टा घरको अगाडि and बखारी एकछिन गयो साइकल कट्यो मन पर्छ I love you अनि सुसु खै गरेको फेरि आइ कन्ट पर्दैन हो अहिले त मलाई गरेर यस्तो गरेर त अनि यस्तो त कन्फ्युज हो भयो दामी लेखेछ नि आज त राबले राम्रो लिए है यता सरै यता हेर भाइ उता हेर त पनि आरुस यता भाइ खेल भाइ भन सिधा सिधा बस सिधा सिधा बस कति राम्रो पुना छु कति राम्रो पुना छु हात समात हात